मैले धेरै पहिला भनेको थिएँ तेरो सिउँदोमा सिन्दुर रङ्गाउने म बाहेक यो दुनियाँमा अर्को कोही जन्मेको छैन भनेर। मलाई थाहा छैन त्यो बोली कस्तो अवस्थामा बोलेको थिएँ, तर आज लाग्दैछ त्यो बोली भगवानले बोल्न लगाएर बोलेको थिएँ। त्यही भएर हाम्रो जीवनमा यत्रो उतार चढाव भएर पनि तेरो सिउँदोमा सिन्दुर भर्ने सौभाग्य पाएको छु। ढिलै भए पनि आफ्नो वचन पूरा गर्दैछु। तर मलाई सिन्दुरको रङमा होइन, मायाको रङमा विश्वास लाग्छ। म मेरो मायाको रङले तँलाई जिन्दगीभर रङ्गाउनेछु। सपना जस्तै लागेको छ बसन्त मलाई। कतै एकैछिनमा म सपनाबाट बिउजेर यो सबै स्वाहा हुने त होइन भन्ने डर लागेको छ। साँच्चीकै सपना जस्तै भयो बसन्त हाम्रो बे। बरु सपना भइदिएको भए आज म यसरी दुख्नु पर्दैन थियो। मैले सोचेकी पनि थिइनँ जीवनमा जसलाई यति धेरै माया गरिन्छ, जो बिना जीवन अधुरो ठानिन्छ, जसको साथ बिना जीवन आधा र सादा लाग्छ, त्यही मान्छेसँग यसरी मन मर्दो रहेछ। मबाट गल्ती भयो बसन्त। तैँले मलाई गल्ती गर्न बाध्य बनाइस्। जसरी कृष्णलाई जीवनभरि माया गर्न राधालाई कहिले कृष्णको सिन्दुर लगाउन परेन, त्यसरी नै म पनि राधा बनेर कृष्णलाई चाहिँ तँलाई माया गरिरहन चाहन्थे। सिन्दुर बिना नै म तेरो मनको नजिक थिएँ। अचानक खै म के कुरामा लोभिएँ? किन मलाई तेरो सिन्दुर लगाएर तेरै हुने चाहना भयो? मलाई थाहा छैन। सायद समाजले म माथि तेरो नाम जोडेर प्रश्न गरेको भएर म डराएकी थिएँ। तैँले पनि मलाई रुक्मणीको दर्जा दिन खोजिस्, तर त्यो दर्जा पहिला नै सिर्जनाले लिइसकेकी थिए। तैँले मलाई त्यो स्थान दिलाउन खोज्नु नै तेरो गल्ती भयो, अनि मैले पनि त्यो स्थान पाउन खोज्नु नै मेरो गल्ती भयो। तँलाई अझै पनि सिर्जनाले असाध्यै माया गर्छ। उसले मलाई नराम्रो वचनले प्रहार गरे, त्यही वचनले म घाइते भएकी छु। तर खुसी पनि छु, उसले तँलाई धेरै चाहन्छ।